विशाल दाई को हुनुहुन्छ नि? हजुर म नमस्ते। दाइले मेसेज गर्नुभएको थियो मलाई होइन? हजुर मेसेज गरेको थिएँ। हजुर हजुर त्यही त मेसेज रिप्लाई गर्नुहुन्छ हेर्नुहुन्छ भनेर सोचेको नि थिएन आज। हजुरलाई क्यान्सर भन्नुभएको थियो। हजुर के भएको चाहिँ भन्नुहुन्छ? मेरो बोन मेरो क्यान्सर। सर्वप्रथम त हामी जस्ता रोगीहरूको लागि भगवान भएर आउने म बस्छु है। हजुर अविशेष नै आर रूपमा आज हाम्रो यस कोठामा आइदिनु भएको धेरै धेरै धन्यवाद। सोचेको पनि थिएन हजुर आइदिनुहुन्छ भने। त्यही हजुरले मेसेज गर्नुभएको थियो अनि मलाई निकै गाह्रो भयो भनेर भन्नुभएको थियो नि। आर्थिक अवस्था पनि सब निकै गाह्रो भएर एकचोटि भेट्न आइदिनु भएको। त्यही भएर यी भेट्न आएको तपाईँले बुझ्न आएको के भएको भनेर चाहिँ। मेरो चाहिँ अब बोन मेरो क्यान्सर। हजुर अब जीवनमा नसोचेको घटनाहरू घट्दो रहेछन्। हजुर जीवन सामान्य तरिकाले चल्दै थियो। होइन दाइ नरुनु 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 दाइ। दाइले एकचोटि दाइ के भएको एकचोटि मजाले सर भने न बरु एकचोटि पहिला। घर परिवारलाई केही गर्छु भन्ने आशले। हजुर दाइ नरुनु सबै ठिक हुन्छ होइन? नरुनु म भन्नु के भएको एकचोटि पहिला नरुनु। शिक्षक पेसामा लाग्दै थिएँ गाउँकै स्कुलमा पढाउँदै पनि थिएँ। कता कता? आफ्नो भविष्य बनाउनको लागि विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन आफ्नो घर परिवार पाल्नको लागि गाउँकै स्कुलमा पनि पढाउँदै थिएँ। गाउँ स्कुल भने कतातिर थियो? आफ्नै घर नवलपरासीमा। हजुर हजुर अचानक टाउको दुख्न थाल्यो। हजुर पहिला त सामान्य भनेर वास्ता पनि गर्न थालिनँ। अनि अतिविधि दिनकै दुख्न थालेपछि चाहिँ सामान्य ल्याबमा मेडिकलमा गएर चेकअप गराउँदा हजुर सेतो रगतको मात्रा अत्यधिक देखियो। अनि ल्याबका डक्टरले डाइरेक्ट क्यान्सरको हस्पिटलमा जानु भेट्नु भनेर भन्नुभएपछि चाहिँ भरतपुर आएर नवलपरासीबाट हजुर नवलपुर चितवन आएर क्यान्सरको डक्टरलाई भेटेँ। अनि उहाँहरूले चाहिँ विभिन्न रिपोर्टहरू चेक गर्दै जाँदा उहाँले पनि मलाई डाइरेक्ट भन्नुभयो यङ देख्नुभयो। त्यो बेला कति वर्ष हुनुहुन्थ्यो? 25 अहिले कति हुनुभयो? अहिले 26मा चाहिँ 1 वर्ष अगाडि मात्रै थाहा भएको तपाईँले? मङ्सिरमा। ए हजुर हजुर कार्तिकमा हो खासमा रिपोर्ट सुरु भएको चाहिँ। हजुर हजुर अनि डक्टरले पनि मलाई डाइरेक्ट भन्नु भएन कि अब आफै जानुपर्ने बच्चासित श्रीमती हुनुहुन्थ्यो। उहाँ श्रीमती उहाँ दाइ। ए हजुर आफै जानुपर्ने चारैतिर। हजुर अनि डक्टरले मलाई खुलेर बताउनु भएको थिएन। उहाँलाई त पहिल्यै थाहा भएको रहेछ। रिपोर्ट लिन चाहिँ आफै पुगेँ। रिपोर्ट लिने ठाउँमा चाहिँ ढिलो किन गर्नुभयो रिपोर्ट लिन आएको। अब धेरै दिन बस्न नसकिने सहरमा होटेलमा घरतिरै फर्केँ। ढिलो किन गर्नुभएको उहाँलाई त किमो चढाउनु पर्थ्यो। छिटछिट तयार गर्न लाउनुहोस् डक्टरलाई भन्नु के भएको छ र भनेर मैले रिपोर्ट दिनेलाई नि सोधेँ। उहाँले भन्नुभयो ब्लड क्यान्सर हो भनेपछि म एकछिन आकाशबाटै खसे जस्तो भयो। त्यो त अचम्मै थियो। ल्याब रिपोर्ट लिनु को हो र बिरामी भनेर सोध्नुभयो। उहाँले पनि मलाई मै हो भनेपछि हेरेर गर्नुभएको थियो एकछिन चाहिँ। पहिला चाहिँ त्यतिकै टाउकोमा दुख्यो होला भनेर बस्नु भएको थियो। त्यसपछि चाहिँ त्यहाँबाट अनि त्यति बेला चाहिँ अब त्यही उपचार टेस्ट गर्नको लागि त मैले गुरुहरूसँग ऋण लिएर गरेको थिएँ। त्यसपछि त उपाय नै थिएन मसँग यत्रो ठुलो त्यो पेसाको टिचरहरूसँग ऋण लिएर गर्नुभएको। आदरणीय जीवन सर हुनुहुन्छ मलाई हरेकचोटि सहयोग गर्ने। सम्झिन पनि चाह्यो मलाई। सुरुदेखि उहाँले सहयोग गर्नुभयो। अहिलेसम्म उहाँहरूले नै सहयोग गरेर अहिलेसम्म उहाँहरूले नै हेर्नु भएको सरहरूले नै हेर्नु भएको हो। निकै राम्रो सर। हजुर टाइममै पढाउनु गएछु भन्ने हुन्छ कति बेला त। उहाँहरू भगवान् जसरी नै आउनुभयो त्यहाँ होइन? जसरी हजुरले गरिराख्नु भएकोहरूको लागि आज मेरो लागि आउनुभयो भगवान् सरी त्यसरी नै मलाई आजसम्म पुर्याइदिनु भएको थियो। पुर्याइदिनु भयो। बुढीसित सल्लाह गरेर उपचार नगरेर घर जाने सोचमै थियो उहाँले। त्यो चाहिँ झन् नराम्रो होला। त्यस्तो उपचार नगरिकन जाने सोच नराम्रो छैन। उपाय थिएन नि त। पैसा छैन भने मात्रै उपचार नगर्ने होइन। अनि त्यो चाहिँ नराम्रो। त्यसपछि जे पनि हुनसक्छ नि त्यस टाइममा होइन? डक्टरसित नि सल्लाह गऱ्यौँ। हजुर उहाँले चाहिँ अब यसको नम्बर 1 उपचार भनेको ट्रान्सप्लान्टै हो। यसको लागि कि दिल्ली जानुहोस् इन्डिया होइन भने सिभिलमा जानुहोस् भनेर। ट्रान्सप्लान्टको कति पर्ने थियो त? 30 देखि 40 लाखको आसपास उहाँले सल्लाह दिनुभएको थियो दिनलाई। अनि हामी चाहिँ अब बेस्ट उपचारै खर्च गर्दा गर्दै बेस्ट उपचार त्यही हो भने भारत त जान सोच आउँदा पनि आएन। सिभिलमा त्यही रात त जानुभयो। हजुर त्यही रात अनि हामी सिभिलमा आएर भर्ना भयो। सिभिलको डक्टरले पनि सुरुमा त
मेन डक्टरले नै भन्नुभयो ट्रान्सप्लान्ट बाहेक अरू उपाय छैन यसको चाहिँ भनेर भन्नु नै भएको हो। अनि त्यही अनुसारकै मेरो उपचार हामी ट्रान्सप्लान्ट पनि गर्ने रहेछ छिट्टै, चिन्ता नलिदियो होइन। हजुर चल्दै पनि भयो। अनि यसको उपचार लामो हुन्छ, आर्थिक अवस्था के छ भन्नुभयो। अब उपाय त थिएन त्यति बेलासम्म पनि उपाय त थिएन। बिस्तारै सरहरूको मद्दतमा, गाउँको दाइहरूको मद्दतमा चाहिँ त्यति बेला काम चलाउ चाहिँ भयो, आजसम्म पनि भइरहेको। अब बिस्तारै आर्थिक अभाव पनि हुँदै गयो। पहिला भएपछि अब हजुर कमाइ त मेरो अब कमाइ त थियो निजी हो, फेरि निजीमा त्यस्तो तलब थिएन। कति थियो भन्न मिल्छ? 15,000 टिचरमा होइन। त्योभन्दा पहिला कम्प्युटर टिचर थिएँ, त्यहाँ पनि त्यति भयो नि थियो भनौँ न पहिला। त्यति त पछि त बिराम भएपछि त अनि कमाइ नै भएन नि। थिएन, घरको आर्थिक अवस्था नि उपचार गर्ने थिएन, जग्गा पनि। अनि सिभिलमा आएर चाहिँ यहाँ रेन्टमा बसिहाल्नु भयो होइन? हजुर यो रेन्टमा सुरुमा लिँदा चाहिँ यो सुत्नको लागि मात्रै हामीले लियौँ, लिभिङ रुमको रूपमा। किचन छुट्टी लिएका थियौँ, दुइटै गरेर 14,000। पहिला दुइटै लिनु भएको? हजुर सुरुमै 14,000। अहिले चाहिँ आर्थिक अभावले गर्दा अब बिस्तारै अब आर्थिक अभाव हुँदै गयो, हामीले त्यो छोडिदियो, बस्न छोडिदियो। अहिले चाहिँ यति मात्रै लिनु? यसमा पनि गाह्रै छ अहिले, यसको मात्रै पनि गाह्रो छ अहिले। दाइले चाहिँ के काम गर्नुहुन्छ? म चाहिँ सर के अरे पहिला इन्डिया आउने जाने हो मेरो चाहिँ। हजुर अहिले भाइ बिमारी भएदेखि चाहिँ म पनि घरमै 9 महिना भाइसँग उहाँले तपाईँ नै कामहरू अहिले गर्नु भएन? त्यसो त आर्थिक अवस्था अहिले त छैन, कमजोरै भनौँ न। पैसा आउने स्रोतै होइन त्यसमा, त्यस्तो स्रोतै रोकिएछ, रोकिया। ए अनि चाहिँ चेकअपहरूको लागि चाहिँ कस्तो के गरिरहनु भएको फेरि? चेकअपहरू फलोअपहरूको लागि चाहिँ अहिले त्यसको लागि पैसा त चाहियो नि त होइन? अनि त्यसको लागि चाहिँ फलोअप एकचोटि जानलाई पैसा खर्च हुन्छ अहिले। अब हिँडेर जान सकिनँ सर, अब गाडीमै जानुपर्ने आउनुपर्ने धेरै समस्या। मैले एउटा सोध्नु खोजेको होइन, त्यो सबै यसरी पातलो भइहाल्नु भयो नि त, सबै केले गर्दा किमोहरूले नै हुन्छ? सब किमोले हो सर। पहिला कति वेट थियो र हजुरको? वेट पहिला 60 थियो, घटेर 40 मा आइपुग्यो अहिले त सर। ए सकिएन, यस्तो कन्डिसन हिँड्न नि गाह्रै हुन्छ, हिँड्न सकिँदैन, सपोर्ट चाहिन्छ। हजुर हजुर अब 3 जना बस्नुको कारण पनि त्यही हो, सपोर्टै चाहिहाल्यो नि, सँगै बसिहाल्नु पऱ्यो, कतै तपाईँले कहीँ जानु पऱ्यो भने नि होइन, इमर्जेन्सीमा। अब हजुर जे पनि हुन्छ त्यही भएर अब आर्थिक अभावकै कारणले फेरि अब सिभिलबाट हामी सरुवा डक्टरसितै सल्लाह गरेर जानु खोजेको थियौँ यहाँबाट। हजुर हजुर भरतपुरतिर सकेसम्म भरतपुरमै गरौँ, अब यहाँ त अलि नसकिने, कोठा भाडाले महँगीले नसकिने अवस्था भएर अनि ठ्याक्क हजुरको अब सबैलाई सहयोग गर्ने मनकारी हजुरको भिडियो पनि म हेरिराख्ने, त्योभन्दा पहिला खाएको भिडियोहरू पनि धेरै हेर्ने, अनि अहिले हजुरको सहयोगको भिडियोहरू पनि धेरै हेर्ने। अनि केही आश पनि जाग्यो हजुरसित केही हुन्छ कि भनेर मैले ट्राई मात्र गरेको थिएँ म्यासेजको, तर यति छिटो म्यासेज दिएर रिप्लाई गरेर यति छिटो भेट्न आउँछु भनेर छिटो आइहाल्यो कि हजुरलाई नि गाह्रो भयो भन्नुभएको थियो होइन? यस्तो व्यस्ततामा हजुरलाई पनि अस्वस्थ छ भने मैले अपडेट लिइरहेको थिएँ। मैले अस्ति चाहिँ म बिरामी चाहिँ थियो, मेरो कानको प्रब्लम भएको थियो होइन, म त त्यो कान त्यो ठुलो कुरा त भएन तपाईँको होइन, हाम्रो लागि ठुलो हो नि, हजुरको लागि अब जे भयो नि दाइ सबै ठिक हुन्छ होइन, के पनि अब त्यस्तो चिन्ता लिनु परेन। अनि अहिले तपाईँको आर्थिक अवस्था नि कमजोर छ भन्नुभयो, यहाँको रेट कति छ अहिले? यो अहिले यहीँ बस्नु होइन, यहीँ नै बस्नु, कहीँ जानु परेन? अहिले 8मा लिनु अहिले यहीँ बस्नु होइन, जे जति हुन्छ म सक्ने जति म गर्छु। अनि उपचार पनि तपाईँ यहीँ हस्पिटलमै गरिराख्नु, सिभिलमा गरिराख्नु, त्यो चेन्ज गरी नगर्नु होइन, डक्टर जे भन्नुहुन्छ त्यही त गर्नु पऱ्यो होइन, तर सिभिलमै गर्नु अहिले जहाँ गरिराख्नु भएको। अब तपाईँ फेरि त्यहाँ फर्केर त्यस्तो गाह्रो हुने चाहिँ नजानु है, मसँग सकेको चाहिँ म दिन्छु तपाईँलाई अहिले चाहिँ। मैले अहिले चाहिँ 4,000 बोकेछु रहेछ नि त, त्यो 4,000 तपाईँको लागि है अहिलेको लागि होइन, रकम सानो होला होइन, उपचारको लागि थोरै भयो नि काम लाग्छ तपाईँलाई होइन। म त अहिले फेरि एकचोटि भेट्न आउँछु जहिले भयो नि होइन, अहिले राम्रोसँग बस्नु चाहिँ होइन, के अप्ठ्यारो पऱ्यो के पऱ्यो भने मैले सम्झिनु, तपाईँले जसरी टेक्स्ट गर्नुभएको थियो म आउँछु तपाईँलाई होइन, फेरि हेर्न आइहाल्छु म, चिन्ता नलिनु। अनि तपाईँको ट्रान्सप्लान्ट पनि डोनर भेटाउनु भइसक्यो, डोनर चाहिँ कस्तो? डोनर हो सर अब दाजुभाइको बाइकहरू नमिल्ने हाम्रो आफ्नो फ्यामिलीको बाइकहरू कसैको नमिल्ने भएको भएर अब हामीले नि अब त्यतिखेर पर्ने भए चाहिँ अब हामी नै रेडी हुन्छ त, बाहिरबाट त बाहिर कसैको त नमिल्ने नै भयो, मिल्ने भने हामी दाजुभाइ हामी त्यसको लागि रेडी। हजुरको दाइले कति सपोर्ट गर्नुहुन्छ है? उहाँ त मेरो दोस्रो नरन दाइ
दाइले यति सपोर्ट गर्नुहुन्छ हेर्नु सँगै सबै ठिक हुन्छ होइन जुनीमा दाइ बुढी भएर आए पनि मलाई बाउ र आमाको हजुर दुईजनाले कति सपोर्ट गरिरहनु भएको छ उहाँले भूमिका निभाइदिनु भयो सबै ठिक हुन्छ दाइ चिन्ता लिनु परेन होइन म फेरि आउँछु तपाईँलाई भेट्न है म फेरि आउनेछु है धेरै धेरै अहिले म फेरि अरू ठाउँ धन्यवाद जानुपर्छ होइन यसरी अविश्वसनीय रूपमा मलाई जस्तै धेरैलाई सहयोग गर्नु भएको छ धन्यवाद हामी जस्तोको लागि भगवान् हुनु भएको छ मैले आफ्नो सक्ने जति गरिरहेको म नि होइन मेरो लागि जति गर्नुभयो पनि अरूको लागि गर्न दाइ, अब नछाड्दिनु फेरि होला। छिटै टिचिङमा जानुपर्छ टिचिङ भगवान्सित आशा गर्छु यस्तै अभिनव धेरै जन्माइदिउँ धन्यवाद अब फेरि अब बच्चाहरूलाई पढाउनु पर्छ दाइ छिटै होइन दाइ पहिलाको पेसा फेरि गर्नुपर्छ होइन अहिले अहिले ल हस् म जान्छु अहिले हस् हस् म 2-3 दिनमा आउँछु दाइ होइन फेरि भेट्न है हुन्छ सर